बालनले जित्यो भने झापामा कान काटेर म टेकिङ हस्पिटलमा गएर टाका लाउँछु। साँच्चै हो नि? रियल हो नि? यो सुन पनि मैले बालनलाई नै दिन्छु। हो जित्यो भने केटी बाले जित्नुहुन्छ फेरि अरू कुरा नि भन न। केटी बाले जित्नुहुन्छ कसरी किन भन्नुभयो त्यसरी? केटी बालन जब काठमाडौँ राजधानी विकास गर्न नसकेर उहाँ केटीलाई हराउँछु भनेर अर्को आफ्नो ठाउँमा विकास गर्न आएर केटीको उहाँ झापामा गएर विकास गर्छ त्यसले। त्यो त अब त्यसले काठमाडौँ पनि त विकास त गरिरहेको कसरी विकास गर्नु? जनताको नामै बालन छ त। कार्यकाल पुरा गरेर जान्थ्यो होला नि त त्यो। कार्यकाल त पुरा हुन नपाइ चुनाव आयो त के गर्नु? त्यो पनि त बुझ्नु पर्यो नि तपाईँले। कार्यकाल त त्यही भयो। त्यो त मेयर हो नि त काठमाडौँको त। मेयर त हो तर ऊ त चाहन्छ नि प्रधानमन्त्री हुन। प्रधानमन्त्री त ढलाकै यो जेएनजी आन्दोलन गराएको त्यस्तै प्रधानमन्त्री हुनको लागि। हजुरको कुरा सही हो नि? कान काटेर फाल्नुहुन्छ कान काटेर फाल्ने म त बाले जित्नुहुन्छ। केही बाले जित्नु कान काटेर फाल्छु। ल कति गते 26 गते थाहा हुन्छ है? 26 गते हैन 23 24 मै थाहा भइहाल्छ कति परिणाम आयो भने ढुक्क हुन्छ भाइ। ल गाडी हाम्रो रत्नपुरको दिदी यस्तो हुनुहुन्छ। Okay.